हेलो गाइज, वेलकम छ मेरो अर्को नयाँ भिडियोमा। र आज हामी चाहिँ बल खेल्न जाँदै मास्करको अनि म चाहिँ यता हिँड्दैछु। मलाई चाहिँ केटाहरूले आउँछन्। ल गाइज, हामी चाहिँ भेट्यो। अब के चलाउँछ म डर लागिसक्यो यार। खबर के त्यही गाइस। अब लगत्तै आजको खेल पहिलो चरणको खेल आज दोस्रो दिन श्री जनशान्ति युवा क्लब काठेगोला गाउँपालिका वडा नम्बर 5 हालखेत र सिलौना बिहारी युवा क्लब हुस्काप बीच हुन गइरहेको छ। रेफ्रीको आदेश अनुसार खेलाडीहरू खेल मैदानमा प्रवेश गरिसक्नु भएको छ र यसपछि लगत्तै मेरा व्यवस्थापन समिति सिले बीच हुने म जानकारी गराउन चाहन्छु। साथीहरू, खेलाडी साथीहरू, कृपया दुवै टिमका खेलाडी साथीहरू तयारी अवस्थामा रहिदिनु न पनि म अनुरोध गर्न चाहन्छु। रेफ्रीको आदेश अनुसार खेल सञ्चालन भइसकेको छ र जनशान्ति युवा क्लबले 1 अङ्क ल्याउँदै अङ्क 1-0। पुनः लगत्तै अर्को अङ्क पनि ल्याउन सफल जनशान्ति, अङ्क 2-0। र लगत्तै पुनः अर्को अङ्क पनि ल्याउन सफल जनशान्ति। जनशान्तिको 3, सिलौनी बिहानी हुस्काप 0। लगातार अङ्क ल्याउन सफल जनशान्ति 4-0। जनशान्ति 4। लामो समय अन्तरालमा सिलौना बिहानी युवा क्लब हुस्कापले 1 अङ्क ल्याउन सफल, अङ्क छ 1-4। बल आउट। पुनः लगत्तै अर्को अङ्क पनि ल्याउन सफल सिलौना बिहानी, अङ्क छ 2-4। सर्भिस बल जालीमा जसको कारण जनशान्तिलाई फाइदा, अङ्क थप्न सफल जनशान्ति, अङ्क छ 5-2। सिलौना बिहानी युवा क्लबको तर्फबाट प्रहार गर्दै 1 अङ्क थपेर अङ्कलाई 3-5। लगातार अङ्क ल्याउन सफल सिलौना बिहानी, अङ्क छ 4-5।
नम्बर रहेको छ 6 बराबर। जनौहीको साथ छाउने सुनाउनेको बिहानीको छ साथ छ। त्यत्रो नम्बर अगाडि लगेको यस्तो हानि अब यता 5 लगेको थियो 5-0 थियो अरे भेट्टै हाले। नम्बर थप्न सफल पुरस्कार 8-7। अङ्क थप्न सफल फाफारपेट 8 बराबर। राम्रो शट प्रहार गर्दै अङ्क थप्न सफल पुरस्कार 9 बराबर। भान्डे जाऊ त गएर थर्का विनरलाई। नम्बर थप्न सफल फाफारपेट 10-9। अङ्क पुनः फाफारपेटलाई 11-9। लगातार अङ्क फाफारपेटलाई 12-9। अङ्क पुनः फाफारपेटलाई 13-9। राम्रो शट प्रहार गर्दै उसकाले पनि एक अङ्क थप्दै 10 पुर्याएको छ भने फाफारपेटको 10-13। अङ्क थप्न सफल पुरस्कार 11-13। अङ्क पुनः पुरस्कारलाई 12-13। फाफारपेटले पनि एक अङ्क थप्दै 14 पुर्याएको छ भने पुरस्कार 12-14-12। यसपालै हेर्ने यिनीहरूले
कहाँ गए हाफ टाइम पछि हाफ टाइम राम्रो छ पुरा गर्दै भुस्कानले 21 पुऱ्याएको छ भने फापरगेट 20 21-20 अङ्क थप्न सफल पुनः भुस्कान 22-20 फापरगेटले पनि एक अङ्क थप्दै 21 पुऱ्याएको छ भने भुस्कान 22 21-22 अङ्क थप्न सफल भुस्कान 23 छ भने फापरगेट 21 23-21 अङ्क थप्न सफल पुनः भुस्कान 24 छ भने फापरगेट 21 24-21 राम्रो सत्र गर्दै फापरगेटले पनि एक अङ्क थप्दै 22 पुऱ्याएको छ भने भुस्कान 24 22-24 अङ्क पुनः फापरगेटलाई 23-24 हेलो अङ्क पुनः फापरगेट 3-1 अब 2-3 दिन पछि हाम्रो हुन्छ छिटै लगातार अङ्क थप्न सफल फापरगेट 4-1 भुस्कानले पनि एक अङ्क थप्दै 2 पुऱ्याएको छ भने फापरगेट 4-2-4 अङ्क पुनः भुस्कानलाई 3-4 बोला
राम्रो साथ प्रहार गर्दै थापरखेतले एक अङ्क साथै 5 पुर्याएको छ भने भुजकाट 3 5-3 अङ्क पुनः थापरखेतलाई 6-3 राम्रो साथ प्रहार गर्दै भुजकाटले पनि एक अङ्क थप्दै 4 पुर्याएको छ भने थापरखेत 6-4-6 अङ्क थप्न सफल थापरखेत के फाल्दिएको लगायत म चाहिँ घर आइपुगेको अनि ड्राइभर नि हिँड्नुभयो बेला भर त अनि आजको लागि यति नै थ्याङ्क्स फर वाचिङ लाइक र सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला